जब तडपिरहेको बेला, जब संसारबाट अब छैन भनेको बेला परमेश्वरले भन्नुभयो, नडराऊ सन्तान, म तिमीसँग छु, मैले तिम्रो लागि दिन रात काम गरिरहेको छु। यो संसारमा जो चिज छ मेरो बच्चा, सबै कुरा टिक्नेवाला छैन, सबै एक दिन नष्ट भएर जान्छ। त्यस्तै तिम्रा जीवनका कठिनाई पनि त्यो टिक्नेवाला छैन, त्यो अहिले वचन खायो अहिले नष्ट भएर गइसकेको छ। यो हिमाललाई हेर्नुहोस्, यो हिमाल एक दिन नष्ट भएर जान्छ। आकाशलाई हेर्नुहोस्, यो आकाश पनि एक दिन नष्ट भएर जान्छ। यो शरीर पनि एक दिन नष्ट भएर जान्छ। त्यस्तै परमेश्वर भन्नुहुन्छ, तिम्रा जीवनका कालो बादलहरू पनि अहिलेका यी सामर्थ्य वचनबाट फाटेर गइसकेको छ, हटिसकेको छ। भाग छोड भन, हटिसकेको छ। म तिम्रो साथमा छु, म तिमीसँग छु। तिमीले मसँग विश्वास गर्यौ भने, तिमीले मसँग मन बढायौ भने, संसारबाट असम्भव भएको काम मैले तुरुन्तै काम प्रकट गरिसकेको छु। यो वचनलाई टप 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 टिप्छौँ, काम प्रकट भइसकेको छ। जसरी हामीले कुखुरालाई चारो हाल्छौँ त कुखुराहरू के गर्छ, को भन्दा को छिटो भनेर त्यो चारो हालेको ठाउँमा दुगुर्दै आउँछ। जसले छिट्टो टिप्छ त्यो छिट्टो अगाउन पाउँछ, जो ढिला सुस्ती गर्छ त्यो भोकै रहन्छ। त्यस्तै परमेश्वरले स्वर्गका यी चारोहरू, स्वर्गका यी वचनहरू तपाईँ हामी सबैलाई अहिले वर्षाउनु भएको छ। मन तयार पारेर टप 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 टिपेर आफ्नो हृदयमा राख्नुहुन्छ, पोल्टामा राख्नुहुन्छ, धन्यवाद गर्नुहुन्छ। काम भइसक्यो घोषणा गर्नुहुन्छ। आँखोदेखि काम प्रकट परमेश्वरले गरिसक्नु भएको छ। धन्यवाद पिता, भइसक्यो बोल्नुभयो। परमेश्वरका आशिषले, परमेश्वरको वचनले अगाडि बढ्ने योग्य परमेश्वरबाट भइसक्नु भएको छ। त्यसैले परमेश्वरले भन्नुहुन्छ, तिमीहरू नडराऊ, किनभने म तिमीसँग छु। रोगसँग नडराऊ, समस्यासँग नडराऊ, ऋणसँग नडराऊ, कसैको निन्दा गाली गलौजसँग नडराऊ, कसैले तुच्छ पार्यो भनेर पनि नडराऊ, किनभने तिमीलाई बार बार उठाउने वाला म तिमीसँग छु। तिम्रो लागि मैले काम गरिरहेको छु। माग, तिमीहरूले पाउनेछौ, पाइसकेका छौ। माग्यौ, धन्यवाद गर्यौ, आँखाको अगाडि काम तयार भइसक्यो। यो त तुरुन्तै हुने काम, किनकि वचन भयो, काम प्रकट भइसक्यो। जसरी करेन्टमा हात जति बेला राख्छौँ त्यति बेलै करेन्टले झड्का दिन्छ, त्यस्तै परमेश्वरको वचनमा जति बेला मन लगाउँछौँ त्यति बेला समस्यालाई झड्का दिएर त्यो डरै भएर भागिसकेको छ, हटिसकेको